नमस्ते साथीहरू। फेरि पनि मैले अर्को भिडियो लिएर आएको छु र भिडियो अन्तिमसम्म हेरिदिनुहोस् होला। मन पर्यो भने लाइक, सेयर, कमेन्ट अनि फलो पनि गरिदिनुहोस् होला। युट्युबमा हेर्नु हुँदैछ भने सब्सक्राइब पनि गरिदिनुहोस् होला। र आज चाहिँ म भेज फाले बनाउनु गइरहेको छु र त्यसको लागि चाहिँ मैले 1 पेला मैदा राखेको छु, अलिकति नुन अनि ठुलो चम्चीको 3 चम्ची मैले तेल राखेको छु र त्यसलाई सबै मिक्स गरिसकेपछि मुठी पार्दाखेरि चाहिँ यो डल्लो बस्नुपर्ने हुन्छ र त्यसपछि चाहिँ यहाँ अलिअलि पानी लाउँदै मैले यहाँ डो बनाइरहेको छु र यो डो चाहिँ अलिक सफ्ट हुनुपर्छ। हामीले अरू बेला रोटी खाने भन्दा चाहिँ अलिक सफ्ट बनाउनुपर्छ र यसलाई चाहिँ छोपेर एकछिन साइडमा राखेँ र मैले स्टफिङको लागि चाहिँ एउटा प्यान लिएँ, त्यसमा अलिकति तेल राखेँ र ठुलो चम्चीको 1 चम्ची चाहिँ मैले चप्ड गरेको अदुवालाई राखेँ अनि 1 पेला मैले यहाँ प्याजलाई पनि राखेँ र त्यसलाई हल्का सफ्ट गरिन्जेल मैले एकछिन भुटेँ अनि त्यसपछि चाहिँ यहाँ पत्ताकोपीलाई पनि मैले चप्ड गरेर 1 पेला राखेको छु र त्यसपछि मैले यहाँ न्युट्रेलालाई पनि चप्ड गरेर मैले यहाँ हालेको छु र त्यो सबै एकछिन मजाले चलाएर अलिक सफ्ट भइन्जेलसम्म यहाँ मैले अलिकति टेस्टको लागि अजिनोमोटो पनि राखेको छु र यहाँ स्वाद अनुसार नुन राखेर चाहिँ त्यसलाई मजाले मिक्स गरिसकेपछि त्यति साह्रो पकाउनु पनि पर्दैन, हल्का सफ्ट मात्रै बनाउनु हो। तपाईँहरूले यसरी पकाउँदा पनि हुन्छ, नभए तपाईँहरूले काँचै मोमोमा गर्ने किमा त्यस्तो गर्दा पनि हुन्छ र मैले चाहिँ यहाँ अलिकति सफ्ट बनाउनु लागि मात्रै त्यसो गरेको। अनि माथिबाट चाहिँ मैले प्याजको पत्ता हालिदिएँ र त्यसपछि मैले यहाँ अघिको जुन चाहिँ डो राखेको थिएँ त्यसलाई निकालेर एकछिन मुछेँ अनि मुछिसकेपछि चाहिँ त्यसको साना साना पेडा मैले बनाएँ र सबै मैले त्यसरी नै साना साना पेडा बनाएर राखेपछि मैले रोटीको साइजमा बेल्नु थालेँ र तपाईँहरूले जत्रो पनि बेल्नु सक्नुहुनेछ, सानो बनाउँदा पनि हुन्छ, ठुलो बनाउँदा पनि हुन्छ। मैले चाहिँ यहाँ सानो सानो साइजको बनाएको छु अनि त्यसलाई यहाँ स्टफिङ हालेर चाहिँ दुईपट्टि रोटीको छेउछेउ बिटलाई जोडेर चाहिँ मजाले त्यसको कभर गर्नुपर्ने हुन्छ अनि छेउमा अलिक मजाले टाइट कस्नुपर्ने हुन्छ अनि त्यसपछि चाहिँ छेउमा बुट्टाको लागि चाहिँ यहाँ मैले यसरी बनाएको छु र तपाईँहरूले पनि यसरी बनाउन सक्नुहुनेछ र यसलाई बिस्तारै बिस्तारै यहाँ पक्रिँदै यसलाई फोल्ड गर्दै फेरि पक्रिँदै त्यसमा चेप्दै लानु पर्ने हुन्छ र यसरी नै मैले अर्को पनि मैले यसरी नै बनाएको छु र त्यसलाई पनि मैले स्टफिङ हालेर दुईपट्टि नै त्यसको रोटीको भागलाई पक्रेर चाहिँ मैले यहाँ त्यसमै चपिङ बोर्डमाथि नै मैले जुन चाहिँ बोर्ड थियो त्यसमाथि नै राखेर चाहिँ मैले बिस्तारै त्यहीँ राखेर चाहिँ बिट मजाले मार्नु थालेँ र तपाईँहरूलाई हातमा अप्ठ्यारो भयो भने बोर्डमाथि राखेर नै तपाईँहरूले यसरी बनाउनु सक्नुहुनेछ र मैले त्यसरी नै सबै बनाइसकेपछि चाहिँ यसरी हेर्नुहोस् कति राम्रो छेउछेउको बुट्टा भएको छ है। र सबै बनाइसकेपछि चाहिँ मैले एउटा कराईमा तेल राखेँ र तेल राखिसकेपछि यो फ्राई गर्दा चाहिँ त्यस्तो तातो तेल बनाउनु हुँदैन, यसलाई चाहिँ मनतातो तेलमै हाल्नुपर्छ, नभए बाहिर बाहिर पाक्छ, डढिहाल्छ है, भित्र पाकेको हुँदैन, स्टफिङ पाकेको हुँदैन र यसरी नै फ्राई गर्नुपर्छ हल्कासँगले। र आजको मेरो यो भेज फाले रेडी भइसकेको छ।